खेल हेर्दा हेर्दै कतिखेर आँखा रसाएछ मैले त पत्तै पाइनँ भने आज नेपाल T20 विश्वकपमा छनौट भएको छ। काठमाडौँको मूल पानीमा आज भएको खेलमा युएईलाई 8 विकेटले हराएर हामी विश्वकप T20मा छनौट भएका छौँ। 20वटा राष्ट्रले सन् 2024मा अमेरिका र वेस्ट इन्डिजमा विश्वकप खेल्दैछ। त्यसमा नेपाल पनि परेको छ। सन् 2014मा हामीले खेलेका थियौँ वर्ल्ड कप र त्यसपछि पहिलो पटक हामी सेलेक्ट भएका छौँ। पछिल्ला वर्षहरूमा नेपाली क्रिकेटले जुन छलाङ मारेको छ, हामी भारतसँग खेल्यौँ, पाकिस्तानसँग खेल्यौँ र आफूलाई निखार्दै गयौँ र आजको यो दिन सम्भव भएको छ। यो दिनसम्म ल्याइपुग्नको लागि सबैभन्दा पहिला त तमाम तपाईँ खेलाडी जसले मेहनत गर्नुभयो, तपाईँ सबैलाई म सलाम गर्न चाहन्छु। प्रशिक्षक मन्टी देसाईलाई सलाम गर्नै पर्छ, क्यानका पदाधिकारीलाई पनि धन्यवाद दिनै पर्छ र नेपाल सरकारलाई पनि धन्यवाद। र त्योभन्दा धेरै तपाईँ दर्शकहरू जसले नेपाली खेलाडीहरू जहाँ जहाँ खेले त्यहीँ पुगेर हजारौँ दर्शकले हृदयदेखि सपोर्ट गरे, सम्मान गरे। त्यसैले आज यो दिन सम्भव भएको छ। त्यसैले सबै क्रिकेट प्रेमी, सबै खेलप्रेमी, तमाम करोडौँ नेपाली जनतालाई हामी बधाई दिन चाहन्छौँ। आजको यो ऐतिहासिक क्षणमा हामी पनि एउटा घोषणा गर्न चाहन्छौँ। नेपालले विश्वकप खेल्दा त्यसको स्थलगत रिपोर्टिङ गर्नका लागि हामी पनि अमेरिका आउनेछौँ। नेपालको जय होस्, नेपाली क्रिकेटको जय होस्।